बुई नाति मिलेर किन भाडा तानातान गरिरहेको छन् त्यो हेर्नलाई अन्तिमसम्म हेर्नु होला। हेलो गाइज, स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म धेरै पछि आएको छु। मेरो बाजे बित्नु भएको भएर मैले भिडियो बनाएको थिएन। अनि आज चाहिँ मैले लेग पिस खाएको भिडियो बनाएको छु। मेरो एकजना बहिनीले चाहिँ लेग पिस खाएको भिडियो बनाउनु पर्यो भन्नुभएको थियो। अनि त्यही भएर मैले चाहिँ आज लेग पिस पकाएको अनि खाएको चाहिँ भिडियो बनाएर हालेको छु। हेर्न सक्नुहुन्छ मैले चाहिँ कसरी बनाएको छु। अनि मेरो पकाउने स्टाइल चाहिँ यसरी हो। हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ अनि देख्न सक्नुहुन्छ। म चाहिँ पुरै पसिनियल भएको थियो पकाउँदै। अनि मैले चाहिँ टमाटरहरू पनि काटेर हालेँ। अनि मेरो बाबुले चाहिँ पिरो नहालेको निकालिदिएको थियो। अनि मेरो बाबुले चाहिँ गर्मीमा पाउडर लगाइदिएको थियो कि, अनि त्यही भएर पाउडर भएको छ। अनि मेरो मम्मी चाहिँ कसरी खानुभएको छ त्यसपछि मैले पनि खाएँ। अनि हजुरहरूले चाहिँ भन्नुभएको होला बाजे बितेको छ भन्छ अनि फेरि मासु चाहिँ खाइरहेको छ भनेर। अनि हाम्रो चाहिँ चोखिँदा दिन नै मासु फुकाउँछ कि, अनि चेलीबेटीहरूले चाहिँ मासु लिएर आउनुहुन्छ साँझ चाहिँ। अनि त्यही दिन खाएपछि चाहिँ खान मिल्छ, नत्र मिल्दैन। त्यसैले हामीले चाहिँ खान लगाएको। खाइसकेपछि बुई र नातिले भाडा तानातान गरिराख्नु भएको थियो। आजलाई यति नै, फेरि भेट होला अर्को मिनी ब्लगमा। बाई।